स्टार्ट भयो त कुकिङ। आज के बनाउँछौँ हामी भन्दाखेरि कटहर आलु। हाम्रो कुक खै यता हेर्नु त, कुक मम्मी होइन म। स्टार्ट भयो त। म खाना पकाइसक्यो अलिअलि। आज भातले नि अलिकति फायर हान्छ चाहिँ ठिक छ। यसरी हालिन्छ कहिलेकाहीँ तेल बढी भएको। तेलको भाँडा यस्तो छ, यसरी हालिन्छ तेल। यसरी भइरहेछ हाम्रो तेल हाल्ने काम। त्यसपछि अर्कै कालो मान्छे, मूल व्यक्ति, अर्कै सबैभन्दा सानो मान्छे। ल ल ए हाम्रो आइटम थपिनु भयो। यसलाई के भन्छ? क्याप्सिकमको भाइ लाम्चे माछे खोर्सानी योसँग अनि त्यो समीसँग। हेलो ल हेलो, म काट्दैछु है। यसलाई कसरी काट्नुपर्छ भने म चाहिँ यसलाई यस्तो गर्नु, सानसानो अलिक लाम्चे लाम्चे राख्नुपर्छ। यसलाई पिरो हुन्छ। तेल पनि मलाई यहाँ हालिहाल भनेर बिस्तारै बिस्तारै मम्मी दुध हडबडेर हालिरहनु भएको छ। हाम्रोमा अलि हल्का रिसाइरहनु भएको छ अहिले। हामीले चाँडा गोडाउनलाई गर्दैछौँ, यसलाई पुग्दैन भनेर। हामी यहाँ हेर्दै गर्नुपर्छ फेरि कलर डल्ला हुन्छ है त। त्यही भएर यसो ढुक्का त्यसलाई नचाइरहनु पर्छ क्या। फुलमै थियो पनि फुलबाट कटिङको यहाँ काम भइरहेछ। च्याट च्याट अगाडि उठ्दा नि 3टा हालसम्म हामी यसो कटिङहरू है त कसरी गर्छ भने सानो पिसलाई आधारी चिरिक्क हुन्छ भन्छन्। सानो पिसमा मलाई बिचमा भने आफ्नै हात पोल्छ कि फेरि सबैले सम्झान्छ। डल्ला जस्तो त्यो पारा खत्रै खान्छ। ढिला यसले खै यसलाई अलि तताउनु पर्छ। ल हाम्रो मेन सेफ यहाँ हेर्दै आउनु भइसक्यो, भयो भयो भनेर। त्यसो मेन सेफ भयो कि भएन? अब ल मैले अब आलुलाई कटरसँग मिल्न दिएँ है त। हालौँ 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 बाहिर अन्धकार भइसक्यो, हामी कुकिङ गर्दैछौँ। कति बज्यो त भन्दाखेरि ठ्याक्कै 7:55 भयो। हाम्रो रेडी हुँदैछ यहाँ। आलुलाई हामीले मिसाइदिउँ। अब यो माछे खोर्सानीलाई चाहिँ ट्याक्क लागेको चाहिँ मिसाइदिन्छ अब माथिबाट। स्वाद आउँछ कि अलिक पिरो नि हुन्छ, स्वाद पनि राम्रो आउँछ यसले। हाम्रो मम्मी हेड कुक चाहिँ टिकटक बनाउँदै हुनुहुन्छ। मम्मीको आइडी फलो गर्ने भयो, रेखा काफ्रेला फलो गर्ने है त। वेडिङ सर्ट पनि यसो देखिदिएको जस्तो लाग्यो, त्यही भएर। क्युटी भएको छ अहिले।
अब एउटा इम्पोर्टेन्ट काम गरेर चाहिँ त्यसलाई चाहिँ ट्याक्क यहाँ हालेर अनि त्यसपछि म कस्तो त्यस्तो छ ल ट्याक्क लाएर यसलाई माथिबाट च्याट्ट छोडिदिने हजुर त्यो ट्याक्क रेडी भयो अब यसलाई चाहिँ म ठ्याक्क लाएर मिसाउँछु नुन मसला धनियाँ पाउडर सबै हालेछु च्याट्ट रेडी सब्जी बनिया होइन भोटिया सब्जी खानु पऱ्यो भनेर यस्ता बुढाबुढी तपाईँहरूको घर नि खाएनन् ए यस्तो बुढी मान्छे ए अहिले यहाँ कता ल्याएर रेडी भइसक्यो ल डान्स गरेर हेर्नु नि यहाँ डान्स गरेर ल बेसार हाल्ने बेला ठ्याक्क भयो यसरी हाल्ने हो बेसार असिस्टेन्ट मेरो यहाँ के पकाउनु है बेसार हालेपछि त चिडिप्प भइहाल्यो नि खाउ 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 भइहाल्यो नि भएन त मसला पनि हाल्दैछौँ हामी अहिले पुग्दैन कि यसमा चाहिँ मसला धेरै लाग्छ क्या यसले चाहिँ रेडी भयो थोरै अलिकति पानी राख्छु ग्रेभी बनिहाल्छ ल चाहन्छ आमा चाहनु कस्तो छ रेडी हुनु थाल्यो अब यसलाई चाहिँ थोरै गत्काउनुपर्छ अनि त्यसपछि रेडी